नमस्ते सबैजनालाई, वेलकम ब्याक टु आवर च्यानल फन विथ वान। देख्न सक्नुहुन्छ हामी चाहिँ तानसेन बजारको माथि छौँ। यहाँ पछाडि तानसेन बजारको भ्यू देख्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो ब्लगमा हामी विभिन्न मन्दिरहरूको दर्शन गर्न जाँदैछौँ। ल आउनुहोस् सँगै दर्शन गरौँ। हामी अब गणेश मन्दिर आइसकेको छौँ। यहाँबाट माथि श्रीनगर हिलमा रहेको छ यो गणेश मन्दिर। हामीहरू चाहिँ मन्दिर हिँड्दैछौँ, गणेश मन्दिर। यहाँ पनि हिँड्नुपर्छ। त्यहाँ चाहिँ आइसक्यौँ हामी। यो ठाउँ कति धेरै जङ्गली भयो, यस्तो ठाउँ यस्तो थिएन अहिले। यहाँबाट श्रीनगर पुगिन्छ उता माथि रमाइलो छ। कति पछि आयौँ हामी यहाँ। पहिला स्कुलको बेलामा स्कुल पनि कहाँ सेन्ट क्यापिटानियो हामीले चाहिँ यही बाटोबाट हिँडालै स्पोर्ट डेमा श्रीनगर जाने बाटोमा यत्रो ठुलो ब्याग बोकेर मजा आउँथ्यो। अहिले त परिवर्तन भयो होला धेरै कुराहरू। म त रेडी छु। वाउ नाइस। श्रीनगर हिलमा भएको तानसेनको गणेश मन्दिर। त्यहाँ चाहिँ हाम्रो मेडिटेसन गर्न आउनुहुन्छ मान्छेहरू। मन्दिर मन्दिर बन्द रहेछ। ट्युसडे मात्र खुल्छ यो मन्दिर चाहिँ। यहाँ ध्यान भइरहेको छ। यो चाहिँ के हामीलाई थाहा भएन। यो चाहिँ श्री ज्योतिला के कसैको स्मृतिको लागि बनाएको भन्ने कुरा आएको छ यहाँ। अब के भन्ने कुरा हामीलाई त्यस्तो डिटेलमा चाहिँ थाहा छैन केही पनि। हामीहरू पनि हेर्ने, हजुरसँगै सिक्ने राम पनि। यो चाहिँ थियो हाम्रो तानसेनको गणेश मन्दिर, जहाँ चाहिँ मान्छेहरू आफ्नो नयाँ कामको सुरुवातको लागि आउने गर्छन्। यो तानसेनको श्रीनगर हिलमा रहेको छ। पुरै जङ्गलले भरिएको छ यो मन्दिर चाहिँ। देख्न सक्नुहुन्छ। आज बन्द रहेको छ। हामी गणेश मन्दिरबाट फर्केर अब चाहिँ हामी अर्को मन्दिरतर्फ जाँदैछौँ। गेस गर्न सक्नुहुन्छ यो बाटोबाट हामी कुन मन्दिर जाँदै होला। हामी आएको छौँ नारायणथान मन्दिर। देख्न सक्नुहुन्छ। यो हो नारायणथान मन्दिर, यो हो नारायणथान धारा, यो हो नारायणथान मन्दिर। देख्न सक्नुहुन्छ यसको आर्किटेक्चर। यो चाहिँ प्यागोडा स्टाइलमा बनेको छ। यहाँ आएपछि अर्कै छुट्टै शान्त खालको वातावरण रहेको छ। चराचुरुङ्गीहरू, परेवाहरू र भजन कीर्तन भइरहेको छ। हाम्रो नारायणथान मन्दिर चाहिँ अमरसिंह थापाले बनाएको है। अमरसिंह थापाले 1806 मा त्यो चाहिँ हाम्रो यो पाल्पाको सेन डाइनेस्टी हटिसकेपछि चाहिँ बल्ल निर्माण भएको रहेछ। अब यहाँ के गरे मान्छेहरू काठमाडौँको बाटो हो कि आएर हो कि समथिङ यस्तो के हो रहेछ। हामीले चाहिँ त्यहाँ एउटा थियो, त्यहाँ लेखेर राख्नुभएको थियो। उहाँ फोटो खिचेर राखिदिन्छौँ, त्यही हेर्नु होला। हामी चाहिँ नारायणथान मन्दिरभित्र पसिसकेको छौँ। हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ। यहाँको भित्र छिर्ने यस्तो छ। जुत्ताहरू बाहिर राख्न सकिन्छ।
चाहिँ मन्दिर घुम्दै मन्दिरमा एकचोटि केन्द्रहरू लगाएर पूजा गरेर यस्तो दर्शन गरेर चाहिँ हामी घर जान्छौँ। यहाँ चाहिँ शान्त छ, वातावरण रमाइलो छ। हामीहरू चाहिँ दर्शन गरेर सकेर अब चाहिँ एउटा दुइटा फोटो खिच्छौँ। फोटो खिचेर अनि त्यसपछि बल्ल हामी हाम्रो ठाउँतिर जान्छौँ। अर्को ठाउँ अब हेर्दै गर्नु, बस्दै गर्नु। मलाई त बोल्नै आउन झन्। नारायण थानको मन्दिर धारा यो शिवलिङ्ग छ। अहिले चाहिँ नयाँ बनेको, अघि 1 वर्ष जति भयो होला यो भएको। यो चाहिँ यही नारायण थान मन्दिरको हो। अनि अब छिटो अर्को ठाउँमा जानुपर्ने हुन्छ, किनकि पानी पर्न जस्तो गरेर एकदमै कालो भयो गडाङगुडुङ गरेर हुस्सु पनि लागेछ। अब हेरौँ यो पानीले हामीलाई हिँड्न दिन्छ कि दिँदैन, त्यो चाहिँ अब हामी चाहिँ छिटो जानुपर्छ। अब ढिला गरेर हुने, यहीँ बसेको गरेर हुन्न। साथी चिन्ने भयो गाइज हाम्रो यो कहाँ हो भनेर, तानसेनको भगवती मन्दिर। अब हामी चाहिँ यो भगवती मन्दिर आयौँ। भगवती मन्दिरबाट अब हामी के गरे भगवती मन्दिर दर्शन गर्छौँ। त्यसपछि अनि हाम्रो तानसेन बजारको भित्रको मन्दिर चाहिँ सायद सकिन्छ होला, सायद नसकेला पनि, किनकि हाम्रो कभर गर्न पाएनौँ पनि होला। अब कुन पाएनौँ त्यो चाहिँ पछि कभर गरौँ ल। हजुरहरूले चाहिँ हामीलाई कमेन्ट सेक्सनमा भन्नुहोस् यहाँ जानु भनेर, हामी अभियसली जान्छौँ त्यहाँ चाहिँ। अनि त्यही अब हामी भगवती मन्दिर दर्शन गर्छौँ र त्यसपछि फेरि अर्को हाम्रो यो मौसमले साथ दियो भने चाहिँ हामी चाहिँ पक्कै पनि हजुरहरूलाई स्पेसल ठाउँ लिएर जान्छौँ। एउटा होइन, स्पेसल ठाउँ लिएर जान्छौँ। म के बोलेको थाहा छैन मलाई। यही हो हाम्रो भगवती मन्दिर। भगवती मन्दिरमा चाहिँ धेरै हिस्ट्री छ क्या है, सायद होइन, धेरै हिस्ट्री छ क्या भगवती मन्दिर। हाम्रो भगवती मन्दिर के गरे भगवती जात्रा हुन्छ, के हुन्छ। अनि भगवती जात्रा चाहिँ कहिले, अब सायद कहिले हुन्छ, तर एक दिन हुन्छ। के हुन्छ दसैँमा नि पूजा हुन्छ अरे। उज्जवल सिंह थापाले बनाएको मन्दिर उज्जवल उहाँको फोटो भगवती मन्दिर हो। उहाँ उज्जवल सिंह थापा अरे। अहिले उहाँ हुनुहुन्छ उज्जवल सिंह थापा, कर्णेल उज्जवल सिंह थापा। उहाँले यो मन्दिर स्थापित गर्नुभएको थियो। अहिले हाम्रो भगवती मन्दिर चाहिँ रिनोभेट भइरहेछ। अनि अब यहाँ पनि त्यही भएर कालो यहाँ सबै कुराहरू चाहिँ कालो त्यो माथिको त्यो छाना राखेको छ नि त कालो त्यो सबै रिनोभेट गर्नले राखेको के सबै बनाउँदै हुन्छ। सबै अब राम्रो हुँदैछ। कहिले यस्तै नै कहिले बनाए पनि जस्तो मान्छ, अहिले पनि फेरि भन्दैछ। हाम्रो तानसेन लेखेको देखिन्छ यहाँबाट कस्तो राम्रो। दर्शन गर्नुहोस्। यहाँ भगवती मन्दिरहरू चाहिँ धेरै शिव मन्दिर अनि सरस्वती मन्दिरदेखि लिएर अरू लगायत मन्दिरहरू फरक छ। हामी चाहिँ शिव मन्दिर अनि गएर दर्शन गरेर आयौँ। हाम्रो यहाँको पनि दर्शन सक्यो। अब त्यसपछि हामी अब त्यहाँ माथि एउटा छ, हामीलाई चाहिँ के छ भने चाहिँ थाहा छैन। माथि पनि आज एउटा हुनुहुन्छ एकजना, अब गल्छी थाहा हुन्छ के भनेर। अब माथि गएपछि हेर्नु होला हजुरहरूले पनि। हामीले चाहिँ भित्रको मूर्ति देखाउनु मिल्दैन, किनकि यहाँ त्यो मूर्तिहरू त्यसमा बनाएको छ। त्यही भएर हामीले त्यतिकै बाहिरको सुन्दरता मात्रै देखाएको छ मान्छेहरूलाई। भित्रको मूर्ति अब सबै ठाउँमा त्यस्तो चाहिँ मूर्ति खास ध्यान हुनु। यहाँ चाहिँ खासमा के गर्नुहुन्छ भन्दाखेरि यहाँ उहाँहरू के गरी भजनहरू यस्तो समथिङ के हुन्छ कि यहाँ चाहिँ गर्न आउनुहुन्छ कि। स्मृति भवन पनि है छ के म फेरि पढ्ने चन्द्रजित राजेन्द्र स्मृति भवन है छ यहाँ चाहिँ। यो चाहिँ पाल्पा तानसेन भगवती टोल निवासी हल अरे। मैले पढेर भ्याउँदिनँ है, सरी गाइज, मैले पढेर भ्याउन सक्दिनँ। यहाँ चाहिँ त्यही हो, यहाँ भजनहरू यता त्यस्तो गर्नुहुन्छ कि सबै अङ्कलहरू। गणेश मन्दिर रहेछ र। मलाई त एक जमानामा आउँदा त हामी त के गरेँ त कि उसमा के कृष्ण जन्माष्टमीमा आउँदाखेरि त यहाँ मलाई कृष्ण मन्दिर भए चाहिँ मान्थ्यो, होइन सके गाइस गणेश मन्दिर रहेछ क्या। वी डोन्ट नो। भगवथानमा रहेको यो चाहिँ हनुमानजीको मन्दिर
यहाँ हनुमान चालिसा पनि रहेको छ। हनुमान चालिसा पढ्नुहोस्, सुन्नुहोस्। अनि यो चाहिँ गणेश मन्दिर, भगवती मन्दिरभित्र रहेको गणेश मन्दिर हो। यहाँ हाम्रो सरस्वती मन्दिर पनि छ, भगवती मन्दिरभित्र। अब यहाँ त बन्द हुन्छ, यहाँ चाहिँ सरस्वती पूजामा मात्रै खोल्छ धेरै जस्तो। भित्र के देखाउने, यहाँ मान्छेहरू सरस्वती पूजामा आएर लेख्नु भयो, यहाँ विज्ञान ज्ञान बुद्धि पाइयोस् भनेर। सरस्वती भगवान अब हामी के गरी यहाँ आएको सक्छौँ। परिवारहरू उठ्दै, परिवार आउन, परिवार आएन। धेरै भयो, कति राम्रो देखिन्छ अझै, धेरै भएर राम्रो देखिन्छ कि। अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ। पानी पऱ्यो कि गाइस, पानी पऱ्यो। हामी त्यहाँ जान्छौँ। त्यो चाहिँ निशान मन्दिर हो, निशान भगवती मन्दिर हो। अनि यो चाहिँ भगवती मन्दिरको ठ्याक्क अगाडिपट्टि रहेको निशान भगवती मन्दिर हो। यहाँ पनि एकदम राम्रो सुन्दर दृश्य रहेको छ। यो चाहिँ नेपाली आर्मीद्वारा, नेपाली सेनाद्वारा बनेको मन्दिर हो। यो चाहिँ यहाँ यस्तो बगैँचा पनि छ, हेर्न सक्नुहुन्छ कस्तो राम्रो सुन्दर छ। यहाँ करुवा पनि रहेको छ, तानसेनको पहिचान। यो मन्दिर पनि हामीले भित्रको देखाउन मिल्दैन, कुनै पनि मन्दिरहरू हामीले भित्रको खिच्न मिल्दैन। त्यही कारण बाहिरबाट दर्शन गर्नु होला हजुरहरू चाहिँ। अनि तानसेन आउनुभयो भने हामीले देखाएको मन्दिरहरू दर्शन गर्न नबिर्सिनु होला। Oh my God, guys, पानी पर्यो। अब हाम्रो मन्दिर भगवानको दर्शन हो कि भगवानको आशीर्वाद हो। मन्दिर दर्शन गरिरहेको भएर सबै मन्दिरहरू हामी दर्शन गरेको थियौँ, त्यही भएर भगवानले आशीर्वाद दिनुभएको हाम्रो। अब कस्तो मजा आयो पानी पर्यो। मलाई यही भिजेको जस्तो भयो। यो फेरि गई दौडी आइ, मलाई त ब्रुज्न मन लाग्यो। यस्तो पानी पऱ्यो कि गाइस, यस्तो पानी पऱ्यो कि हामी त कसरी निक्लिने भन्ने कुरै थाहा भएन। फेरि कता कता फेरि परेन भन्ने हल्ला थियो, फेरि अब थाहा भएन के हो। यहाँ त कस्तो पानी पऱ्यो, हामी निस्किने हल्पत्र पऱ्यो। हाम्रो चप्पल पनि धोइयो। यस्तै हो, पानी पर्दा एकदम राम्रो देखिन्छ। अब के भन्ने र अरू त यहीँ रमाइलो हेर्दै बस्यो हामी। कस्तो राम्रो देखेको यहाँ, खासै आउँथेन नि। फेरि हामी तानसेनकै मान्छे भयो नि, यस्ता यति गरी यो हेर्न खासै आउँदैन भने हामी खासै आउँदै आउँदैन। न कहिले केही नपिए हामी त त्यस्तै थियो। पानी बस्छ पनि हुन्छ, हिँड्न पाउँछौँ कमसेकम, पानी नै बस्छ अहिले। साथीहरू हामी चाहिँ आइसकेको छौँ भैरवस्थान मन्दिर। यो चाहिँ भैरवस्थानको छिर्ने बित्तिकैमा यो मन्दिर छ। अनि त्यसपछि पुरै भर्याङ चढेर माथि मन्दिर पुगिन्छ हामी चाहिँ। अनि बाटोमा धेरै पसलहरू छ जहाँ रोट अनि पूजाको सामग्रीहरू बेच्ने गर्नुहुन्छ। यहाँ एकदम भिड भइसकेको छ। त्यहाँ माथि यहाँ चाहिँ भैरव बाबा, यहाँ तल चाहिँ माई हो। दुईवटा छ, दुईवटा भगवान्लाई पूजा गर्नुपर्छ यहाँ चाहिँ। अनि यहाँ चाहिँ त्रिशूल चढाउने अनि नरिवल फोड्ने पूजा गर्ने, अनि यहाँ पनि पूजा गर्ने हो। अनि उता माथिबाट चाहिँ दर्शन गर्ने। यो चाहिँ एसियाको ठुलो त्रिशूल हो अरे है। यहाँको भ्यू हेर्न सक्नुहुन्छ सबैजनाले, कस्तो राम्रो छ। डाँडा काँडा परेवाहरू छन्। आजको बिहानको शुभ बिहानी मन्दिर दर्शन चाहिँ हाम्रो यति नै रह्यो। तानसेनमा रहेको विभिन्न मन्दिरहरू हजुरहरूको साथ हामीले दर्शन गर्नुभन्दा धेरै नै खुसी लाग्यो। हेर्दै गर्नुहोस्। मन पर्यो भने लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद, बाई।